नमस्ते, म ओलियन एसोसिएट्स पोखरा अफिसबाट +2 को एक्जाम सकिएको छ। विद्यार्थीहरू जो अब्रोड स्टडीको प्लान छ, स्पेशली अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरूको लागि आजको मैले यस भिडियो बनाएको छु। 2024 मा 1 वर्षको एक्सपिरियन्सले के देखाएको छ भने 50% स्टुडेन्ट्स जो अस्ट्रेलिया जान एलिजिबल हुनुहुन्छ, तर विद्यार्थी आफैले सोचेर मेरो अस्ट्रेलिया त डकुमेन्ट्स पुग्दैन कि म युके जान्छु, क्यानाडा जान्छु, युएस अप्लाई गर्छु, न्युजिल्यान्ड अप्लाई गर्छु, युरोपियन कन्ट्रिज अप्लाई गर्छु, भिजा दिए जान्छु, नत्र नेपाल पढ्छु भन्नुभएको छ। त मैले भेटाएको छु, त्यो काउन्सेलिङको दौरानमा मैले भेटेको छु विद्यार्थीलाई। तसर्थ म विद्यार्थीलाई के भन्न चाहन्छु भने तपाईँ अस्ट्रेलिया पढ्न जाने सोच छ भने, तपाईको ड्रिम कन्ट्री हो अस्ट्रेलिया भने, अस्ट्रेलियाको युनिभर्सिटिजको डिग्री तपाईलाई चाहिएको छ भने एकचोटि प्लिज भिजिट ओलियन एसोसिएट्स पोखरा अफिस। हाम्रा काउन्सिलर्सहरूले तपाईको फाइनान्शियल काउन्सिलिङ गर्नुहुनेछ, फाइनान्शियल प्लानिङ गर्नुहुनेछ, फाइनान्शियल डकुमेन्ट्सको स्क्रिनिङ गर्नुहुनेछ, फाइनान्शियल डकुमेन्ट्सको स्क्रिनिङ गर्नुहुनेछ। त्यसपछाडि मिल्दैन, गाह्रो छ भने गाह्रो छ है भनेर भनिदिनुहुनेछ। आफै घर बसी अस्ट्रेलिया त मलाई गाह्रो छ प्लिज नभन्नको लागि म आग्रह गर्न चाहन्छु। थ्यांक यू भेरी मच।